त्यो फेरि अर्को एउटा मलाई अचम्म लागेको चाहिँ हाम्रो फिल्म मेकिङ चाहिँ धेरै प्रभावमा छ नि त, यो प्रभावमा छैन क्या। जस्तो बलिउडको प्रभाव भन्ने होइन, नेपाली फिल्मकै प्रभाव भन्नुपर्ने त्यस्तो देखिँदैन। सो इट्स क्वाइट इन्ट्रेस्टिङ। वेशभूषा सबै कुरा चाहिँ एकदम त्यो बेला पनि एकदम तपाईँहरूले मेहनत गर्नुभएको रहेछ। सो आई कङ्ग्रेचुलेट यु फर द्याट। स्टोरीको पावर पनि छ र त्यो एक्सन चाहिँ नि त्यति थोरै रिसोर्सबाट त्यस्तो एक्सन गर्न सक्नुभएको त्यसको लागि पनि बधाई छ। जुन हाम्रो मानव जातिकै कृषिमा आउनुभन्दा अगाडि जुन हन्टिङ जुन त्यसको केही अवशेषहरू अहिले पनि छ कि फिल्म मेकिङ चाहिँ कि त यो के अरे गण्डक क्षेत्र अथवा काठमाडौँ वरिपरि इस्ट होइन त्यतातिर मात्रै रुमल लिइरहेको छ। यो एकदमै फ्रेस जस्तो लाग्छ क्या। अब तपाईँले 10 वर्ष अगाडि सबैभन्दा त मलाई त्यो क्यारेक्टरहरूले चाहिँ एकदमै नेचुरल छ। त्यो क्यारेक्टरहरू चाहिँ उनीहरूले गर्ने गेटअपहरूदेखि लिएर बोल्ने लवजहरू त्यो चाहिँ एकदमै नेचुरल छ। अनि क्यामेरा वर्क गजब बोलायो मलाई। त्यो चाहिँ एकदमै अब भन्न त 10 वर्ष अगाडि भन्ने होइन, तर पनि अहिलेको जस्तो देखिरहेको थियो। प्रत्येक सो बेलुका 4:30 बजे चाहिँ यो थापाथली स्थित यो ऐरावत पिक्चर्स हाउसमा चाहिँ रोल्पा र रुकुमको एकदमै ग्रामीण क्षेत्रहरूमा जो एकदमै हिमाल अथवा पहाडको लेयरमा बनेको इरी चलचित्र यो एकदम छुट्टै खालको चलचित्र छ। हाम्रो इकोलोजी र मानव समाजको जुन ऊ छ नि त्यो इकोलोजिकल सम्बन्ध सिङ्गो मानव हिस्ट्रीकै कुराको चाहिँ एउटा अवशेष बसेको जस्तै रिफ्लेक्ट गर्ने भावनाले म साथीहरूलाई तपाईँहरूलाई चाहिँ यो एकपालि हेर्नुहोस् भन्छु।